ज्ञानदिल भाइ यहाँलाई स्वागत छ। हजुर धन्यवाद। यो आगामी 5 गते हुने सोबियुको चुनावमा यहाँको तयारी कस्तो तयारी छ, त्यसपछि यहाँले जित्ने आधार चाहिँ के छ, यो तपाईको खास गरी चुनावी रणनीति चुनावी घोषणापत्रहरू के तयार पार्नु भएको छ त्यो सबै भनिदिनु ल। हजुर हस्, फेरि पनि सम्पूर्णमा नमस्कार। मेरो नाम ज्ञानदिल थुलुङ राई। म यही आसन्न चैत 5 गते श्रीनारद आदर्श शिक्षा क्याम्पस चौदण्डीगढी नगरपालिका वडा नम्बर 4 स्थित चैत 5 गते हुन गइरहेको सोबियु निर्वाचनको 3 विद्यार्थी संगठनको साझा सभापतिको उम्मेदवार र म के भन्न चाहन्छु भने मैले यो निर्वाचन जित्ने आधारहरू के छन् भनी तपाईले प्रश्न गरिराख्नु भएको हुँदा सर्वप्रथम त प्रश्नको लागि धेरै धेरै धन्यवाद छ तपाईलाई। मैले क्याम्पसमा अथवा मेरो नेतृत्वमा क्याम्पसमा हरेक गतिविधिहरू जस्तो वृक्षारोपण अनि त्यसपछि गोडमेल अनि खेलकुद सामग्रीहरू र विद्यार्थीको हकितका लागि मैले हरेक तहरबाट मैले प्रयास गरिराख्दाखेरि छात्रवृत्तिका लागि विभिन्न प्रयासहरू पनि विद्यार्थी साथीहरूलाई गरिराख्दाखेरि लगायत शैक्षिक क्षेत्रमा पनि हाम्रो विद्यार्थी साथीहरूलाई निकै नै मैले सहयोग गरेको छु र म विद्यार्थीको हकितको लागि सदैव लडिरहेको छु र म यो भन्दा अगाडि सोबियु निर्वाचनमा चाहिँ केही मतले पराजित भएको एउटा सभापतिको उम्मेदवार पनि हो र हाम्रो 3 विद्यार्थी संगठन अहिले हामीले चाहिँ गठबन्धन गरेका छौं। 3 गठबन्धनहरू चाहिँ कुन संगठन तपाईहरु 3 संगठनहरू चाहिँ हामी अखिल क्रान्तिकारी अनि नेभी संघ अनि समाजवादी विद्यार्थी युनियन, हामीले 3 दलीय 3 विद्यार्थी संगठनको चाहिँ हामीले गठबन्धन गरेर चाहिँ यो चुनावी अभियान अथवा यो रणनीति बनाएर चाहिँ हामीले यस फिल्डमा लागिरहेका छौं। यो क्षेत्रमा अब तपाईको नेतृत्वमा तपाईहरुले विजय गर्नुहुने मुख्य रूपमा तत्कालै सुधार गर्नुपर्ने त्यस्तो कुनै इस्युहरू के छन् त? हजुर, हामीले मेन गरेर अथवा हामीले चुनावी घोषणापत्र पनि हामीले सार्वजनिक गरिसकेका छौं। चुनावी घोषणापत्रमा चाहिँ हामीले के शीर्षकहरू राखेका छौं भन्दाखेरि शिक्षा, स्वास्थ्य अनि त्यसपछि खेलकुद, छात्रावास, अन्य र राजनीतिक क्षेत्र गरेर हामीले विभिन्न क्षेत्रमा चाहिँ आफ्नो घोषणापत्रहरू हामीले तयार पारिसकेको अवस्था छ अहिलेसम्म। म केही बुदाहरूलाई चाहिँ म स्पष्ट रूपमा र छोटकरी रूपमा म हजुरलाई यहाँ जानकारी गराउन चाहन्छु र हाम्रो घोषणापत्र तपाईलाई म सुनाउन चाहन्छु। घोषणापत्र शिक्षाको क्षेत्रमा हेर्दै गर्दाखेरि हामीले ई-लाइब्रेरीको व्यवस्थापन गर्ने, पूर्ण रूपमा डिजिटल मैत्री अथवा हामीले इन्टरेक्टिभ बोर्ड चाहिँ सम्पूर्ण तहमा अथवा सम्पूर्ण हाम्रो कक्षामा चाहिँ हामीले सञ्चालन गर्ने भनेर हामीले एक खालको पहल गर्ने भनेर चाहिँ हामीले चुनावी घोषणापत्रमा पनि गरेको थियौं र यो भन्दा अगाडि पनि हामीले एउटा इन्टरेक्टिभ बोर्ड जसरी भए पनि राख्ने भनेर हाम्रो प्रतिबद्धता थियो। एउटा हैन, हामीले विभिन्न पहलमा हाम्रो अखिल क्रान्तिकारीको नेतृत्वको विभिन्न पहलमा चाहिँ हामीले युजिसी अनि प्रदेशबाट सामाजिक विकास मन्त्रालयबाट हामीले जम्मा गरेर 3 वटा इन्टरेक्टिभ बोर्ड चाहिँ अगाडि पनि आइसकेको छ र म अलिकति के पनि भन्न चाहन्छु भने अब सबै कक्षामा चाहिँ हामीले डिजिटल इन्टरेक्टिभ बोर्ड चाहिँ हामीले लगाउने भनेर एउटा पहल गर्ने भएको छ। साथसाथै शिक्षाको क्षेत्रमा एकाइ परीक्षाको योजना पनि बनाउने भनेको छौं। एकाइ सकिने बित्तिकै एकाइ परीक्षा यो सम्बन्धी पनि हामी पहल गर्ने भएको छौं भने हामीले ई-लाइब्रेरीको अवधारणा एउटा बनाएका छौं अनि त्यसपछि टाढाबाट आएका विद्यार्थीहरूलाई छात्रवृत्ति व्यवस्थापन अथवा क्षेत्र कुनै पनि वर्ग समुदायको हिसाबले पनि हामीले जुन नेपालको संविधानले प्रदान गरेको जुन हक अधिकार छ त्यो आधारमा हामीले छात्रवृत्तिको व्यवस्थापन गर्ने पनि भनेर एक खालको शिक्षामा पहल गर्ने भएका छौं। अब त्यसै गरेर म स्वास्थ्य क्षेत्रको कुरा गर्छु। स्वास्थ्य क्षेत्रको कुरा गर्दै जाँदाखेरि हामीले जुन महिलाहरूको लागि आवश्यक पर्ने जुन सेफ्टी प्याड छ यो निशुल्क रूपमा वितरण गर्ने, साथसाथै फर्स्ट एड बक्सको पनि हामीले पहल गर्ने, फर्स्ट एड बक्स पनि हामीले क्याम्पसमै राख्ने भन्ने हाम्रो यो सम्बन्धी पनि हामी पहल गर्नेछौँ। यो स्वास्थ्य क्षेत्रमा भयो। यो लगायत हामी अन्य क्षेत्रहरू पनि स्वास्थ्य क्षेत्रमा अवधारणा हामी बनाउँदै जानेछौँ। अब म अलिकति कुरा गर्छु स्वास्थ्य क्षेत्रको भयो। अब म छात्रावास व्यवस्थापनको कुरा गर्छु। छात्रावास व्यवस्थापनको कुरा गर्दै जाँदाखेरि छात्रावास नयाँ बनाउने, नयाँ निर्माणका लागि पहल गर्ने
पहल गर्नेछौँ। यो हाम्रो पहल गर्नेछौँ छात्रावास नयाँ निर्माणको लागि पनि। र टाढा टाढाबाट जुन जिल्ला हाम्रो क्षेत्रभन्दा बाहिरबाट आउनुभएका विद्यार्थीहरू जुन जिल्ला जुन खोटाङ भोजपुर अनि लगायत हाम्रो छिमेकी नगरपालिका बेलाका अनि त्यस पछाडि खोटाङ अनि त्यस पछाडि भोजपुर लगायतको जिल्लाबाट आउनुहुने विद्यार्थी साथीहरूको लागि पनि हामीले निशुल्क छात्रावासको व्यवस्थापन गर्नेछौँ। र यो छात्रावास व्यवस्थापनकै क्रममा उनीहरूलाई जुन यो क्याम्पसमा अध्ययन गरिराख्दाखेरि हामीले जुन यही क्याम्पसमा अध्ययन गरिराख्दा हामीले उनीहरूलाई रोजगारीको अवसरहरू यो रोजगारीको अवसर हाम्रो हातमा नभए पनि हामीले पहल गरिदिने भन्ने एउटा अवधारणा चाहिँ लिएका छौँ। हामी पहल चाहिँ गरिदिन्छौँ तर हामी रोजगारी दिन्छौँ चाहिँ हामी भनेर भन्न सक्दैनौँ। यो विषय राख्छु भने र यहीँ होस्टल बस्ने अथवा छात्रावासमा बस्ने विद्यार्थीहरूको लागि हामीले एउटा नयाँ अवधारणा बनाउँदैछौँ। यो अवधारणा भनेको चाहिँ पढ्दै कमाउँदै, अहिले नेपाल सरकारले लागू गरेको यो नयाँ नीति नियम हो, त्यो मध्ये एउटा पढ्दै कमाउने वातावरण पनि हामीले सिर्जना गर्ने यो सम्बन्धी एउटा पहल गरिदिने भनेर पनि हामीले चाहिँ बनाएका छौँ। भने अब अन्य क्षेत्रको कुरा गर्दैछु म। अन्य क्षेत्रको कुरा गर्दाखेरि हामीले जुन हाम्रो 2 वर्ष सोभि निर्वाचन हुन्छ, हामीले 2 वर्षभित्र चाहिँ हामी वार्षिक कार्यपत्र बनाएर वार्षिक योजना बनाएर चाहिँ 2 वर्षीय हामीले योजना बनाएर हाम्रो कार्यकालभरि चाहिँ हामीले कुन कार्यक्रमहरू गर्ने, जस्तो हाजिर जवाफ प्रतियोगिता गर्ने कि अनि त्यस पछाडि वाद विवाद गर्ने कि निबन्ध गर्ने कि अनि त्यस पछाडि कविता प्रतियोगिता गर्ने कि हो, हामी यो क्षेत्रबाट पनि विद्यार्थी हक हितका लागि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि चाहिने आधारभूत आवश्यकताहरू र जति पनि पहल कदम गर्नुपर्ने छ हाम्रो गठबन्धनको तर्फबाट सम्पूर्ण गर्नेछौँ। अब अलिकति म राजनीतिक क्षेत्रतिर पनि जोड्छु। राजनीतिक क्षेत्र जोड्दै गर्दाखेरि यो हाम्रो 3 दलीय गठबन्धन किन भयो भन्ने कुरो सबैलाई लाग्छ र यो मलाई लाग्छ यो हराउनुको लागि अथवा अनेरा सोभिउलाई हराउनुको लागि बनाएको भन्ने लाग्छ भने उहाँहरूले ध्यान दिएर यो मेरो पोइन्ट कुरालाई सुन्नुहोस्। राष्ट्रिय राजनीतिको समीकरण हेर्दै जाँदाखेरि त्यो समीकरण अनुसार किन भएन भनेर विभिन्न प्रपञ्च अथवा हामीलाई दबाउनका लागि, हामीलाई पछाडि पार्नका लागि यो प्रश्न गर्नुहुन्छ भने उहाँहरूले पनि यो मनन गरिदिनु होला, बुझिदिनु होला। राष्ट्रिय राजनीतिको समीकरण हेर्दै गर्दाखेरि फरक छ र स्थानीय राजनीतिमा, स्थानीय अथवा विद्यार्थीको भातृ सङ्गठनमा, कुनै पनि दलीय व्यवस्थाको भातृ सङ्गठन एउटा विद्यार्थी सङ्गठनमा किन फरक चाहिँ समीकरण आयो, किन गठबन्धन भयो भन्ने कुरालाई म थोरै स्पष्ट बनाउन चाहन्छु। जुन आजसम्म विगतको केही 3-4 वर्ष अगाडिदेखिको इतिहास हेर्ने हो भने र विगतको कुरालाई हेर्ने हो भने जुन विचार विमर्शहरू छन्, जुन हाम्रो स्थानीय सरकारले गरेका गतिविधिहरू छन्, हो यस विरुद्धको पनि हाम्रो अभियान भएको कारणले गर्दाखेरि हामीले यो पटक हामीले गठबन्धन गरेर हामीले यो सोभिउ निर्वाचनमा हामीले होमिएको हौँ। त्यति मात्र होइन हामीले राजनीतिक अथवा समाजमा भएका जुन राजनीतिक पक्षहरू छन्, व्यथिति, हिंसा, विभिन्न सहयोग, यस्तो कुराहरूमा पनि हामीले पहल गर्नेछौँ। र म अलिकति एउटा कुरो मेरो छुटे जस्तो लाग्यो मलाई, हामीले किन यो फेरि पनि एकपटक गठबन्धन किन गर्यौँ भन्ने म एकचोटि फेरि मिल्छु। राष्ट्रिय राजनीतिको समीकरण फरक छ। यो यहाँ हाम्रो स्थानीय मा चाहिँ हाम्रो विचार किन मिल्यो त? हाम्रो विचार किन मिल्यो भने हाम्रो विचार मिल्नुको कारण हामीले समाजमा, हामीले स्थानीय ठाउँमा हामीले सुशासन खोजेका हौँ, तर हाम्रो प्रवृत्ति, हाम्रो स्थानीय सरकारको प्रवृत्ति हेर्दै जाँदाखेरि अराजक देखियो। त्यो कारणले गर्दाखेरि हाम्रो विचार एक भएको कारणले गर्दाखेरि हाम्रो सोच समाजलाई सुशासन कायम गराउने भएको हुँदाखेरि हामीले स्थानीय अथवा यो सोभिउ निर्वाचनमा हामीले गठबन्धन गरेका हौँ। र अब सामाजिक कुराहरूसँग पनि म जोडिन चाहन्छु। सामाजिक कुरा गर्दाखेरि समाजमा विपन्न वर्गलाई समाजमा रहेको जति पनि विपन्न वर्गहरू छन् उहाँहरूलाई चाहिँ हामी मिलेर छात्रवृत्ति प्रदान गर्ने र विभिन्न समुदाय सङ्घहरूसँग चाहिँ विभिन्न सहयोगहरू प्रदान गरिदिने अथवा उपलब्ध गराइदिने, समन्वय गराइदिने कामहरू पनि हामीले गर्नेछौँ। हाम्रो तर्फबाट पहल गरिदिनेछौँ। हाम्रो चुनावी घोषणापत्रहरू यस्ता हामीले राखेको छौँ, लगायत अन्य थप केही यस अगाडिको निर्वाचित पदाधिकारीले खासै यस क्षेत्रमा गरेको केही शैक्षिक गतिविधि खास केही पनि देखिएन, बुझिएन, गरे थाहा पनि भएन। त्यो
भोलि तपाईँहरूको नेतृत्वले विजय गर्दा पनि त्यही अवस्था रहने हो कि? यो म चाहिँ जहिले पनि म योभन्दा अगाडिको निर्वाचन हारिराख्दाखेरि पनि सोभि निर्वाचनको म सभापति हो। त्यो बेलाको सभापतिको उम्मेदवार पनि थिए र भएको पनि हो। र म के भन्न चाहन्छु भने हामी सत्ता र जुन सोभ्यूमा नहुँदै गर्दाखेरि पनि विद्यार्थीको हक हितका लागि खेल सामग्रीहरूदेखि लिएर विद्यालयभित्रको वृक्षारोपणदेखि लिएर हामीले विभिन्न कार्यक्रमहरू हामीले गरिरहेका छौँ। यो विगतको दिन र जुन हामीले अगाडि चुनावी एजेन्डामा बनाएका कुराहरू थियौँ प्राय सबै नै हामीले पुरा गरेको नै छौँ। हामी त्यो ठाउँमा नहुँदै गर्दाखेरि पनि र अब हामी झन् यो ठाउँमा आउँदै गर्दाखेरि मैले त योजना नै बनाउन थालिसकेको छु। यो कसरी गर्न सकिन्छ भनेर म अब चुनावी यो जुन माहौल हुँदै गर्दाखेरि पनि म कसरी गर्ने भनेर यो आफै पनि एउटा सोच बनाइरहेको छु, कन्सेप्ट बनाइरहेको छु। शैक्षिक गुणस्तरको बारेमा यहाँहरूलाई सन्तुष्ट हुनुहुन्छ यहाँहरू? हामी यो क्याम्पसको शैक्षिक गुणस्तरको बारेमा हामी करिब सन्तुष्ट नै छौँ। किनभने म एउटा उदाहरण दिन चाहन्छु कि चौदण्डी गढी नगरपालिका वडा नम्बर 4 यस श्री नारद आदर्श शिक्षा क्याम्पसमा पढ्ने कुनै पनि एकजना विद्यार्थी अस्ति भर्खरको योभन्दा समथिङ मलाई लाग्छ केही समय अगाडि उहाँले पूर्वाञ्चल टप नै गर्नुभएको छ। भनिसके पछाडि यो क्याम्पसको गुणस्तरमा शैक्षिक गुणस्तरमा चाहिँ म ग्यारेन्टीका साथ भन्न सक्छु कि हामी दावाका साथ भन्न सक्छौँ कि हामी एकदम सन्तुष्ट नै छौँ। र थप अझै पनि हामीले जुन रिसर्च बेस्डहरू एउटा परियोजनात्मक कार्यहरू गरेर अगाडि बढ्ने भन्ने पनि एक खालको प्लान छ। त्यसले गर्दाखेरि पनि हामी केही कमी कमजोरी अथवा केही गुनासोहरू विद्यार्थी साथीहरूबाट मित्रहरूबाट आयो भने हामी भोलिको दिनमा त्यसलाई समाधान गरेर अथवा त्यसलाई न्यूनीकरण गरेर कसरी विद्यार्थीको शैक्षिक गुणस्तर चाहिँ 100% हुन्छ भन्ने विषयमा हामी एक खालको रणनीति बनाएर नै हामी भोलिको दिनमा शैक्षिक गुणस्तरको लागि पनि पहल गर्नेछौँ। यो क्षेत्रको आर्थिक तथा प्रशासनिक क्षेत्रको गतिविधि कस्तो के लाग्छ? यो मलाई के लाग्छ भने यो विगत 2060 सालमा स्थापित क्याम्पस हो। हाम्रो अग्रज गुरु प्राध्यापकज्यूहरूको निकै नै ठुलो देन रहेको छ। म उहाँहरूलाई हार्दिक नमन पनि गर्न चाहन्छु मेरो हृदय नैबाट। यदि उहाँहरूले यो क्याम्पस स्थापनाका लागि मुठी माना अनि विभिन्न पैसाहरू सङ्कलन नगर्नु भएको भने आर्थिक सहयोग त्यति बेला सङ्कलन गरेर क्याम्पस यहाँ यो त भर्खर नै स्थापना भएको त्योभन्दा अगाडि माथि नारद आदर्श उच्च माविमै थियो यो क्याम्पस। उहाँहरूले त्यसरी जोगाउनु भएको क्याम्पसप्रति हामीले उहाँहरूलाई एकदम श्रद्धा नै मान्नुपर्छ र उहाँहरूले यहाँ त्यस्तो भ्रष्टाचार भएको छैन भन्ने तपाईँको आशय हो? हजुर, यहाँ त्यस्तो भ्रष्टाचार चाहिँ छैन। यो शैक्षिक क्षेत्रमा मलाई लाग्छ यो चौदण्डी गढीको यो जुन हाम्रो यो नारद आदर्श शिक्षा क्याम्पस छ अरू क्षेत्र हो तुलना त गर्नु नमिल्ला, तर पनि मैले बुझेको मेरो धारणा व्यक्तिगत धारणा के भन्न सक्छु भने यो क्षेत्र जस्तै तपाईँ यही विद्यालयको विद्यार्थी पनि हुनुहुन्छ, पहिलो गएको चुनावको पनि तपाईँ प्रत्याशी। जस्तै अब तपाईँको विपक्षीले गरेको कमेन्टमाहरू पुरा भए जस्तो लाग्छ यहाँलाई? उहाँहरू चाहिँ के हो भन्दाखेरि अब यो शब्द उखानबाट मलाई भन्नु मन थियो, यो अलिक शब्द उचित नहोला। म के भन्छु भने उहाँहरू चाहिँ कस्तो हो भन्दाखेरि उहाँहरूलाई चाहिँ दलले बनाएको। म चाहिँ स्वयं यो क्याम्पसमा नेतृत्व गर्दै विगतको जुन हामीले क्याम्पसमा गरेको परिवर्तनहरू निकै नै छन् उहाँहरूको तुलनात्मकमा। उहाँहरू चाहिँ कस्तो हुनु भन्दाखेरि पार्टीबाट परिचालित भएको चाहिँ हामीले महसुस गरेको छौँ र पार्टीबाट परिचालित भएको कारणले गर्दाखेरि पनि उहाँहरूको जुन सोभ्यूले गर्नुपर्ने कामहरूमा चाहिँ मैले चाहिँ हामीले देखेको अलिक निष्क्रिय नै उहाँहरू हुनुहुन्छ र उहाँहरू भन्दा हामी निकै नै नियमित र क्याम्पसको हकितका लागि विभिन्न कार्यक्रमहरूमा सक्रिय रूपले अगाडि पनि लागिरहेको अवस्था हो र जुन उहाँहरूको कार्यक्रमहरू चाहिँ त्यति साह्रो राम्रो र पारदर्शिता पनि देखिँदैन। कतिपय कुराहरू त्यस्तो प्रष्ट रूपमा चाहिँ हामीले देखेको पाउँदैनौँ। देखिँदैन भने फेरि उहाँले दोहोऱ्याउनु भएको छ न, यसपटक पनि फेरि उहाँ नै अब उम्मेदवार बन्नु भएको छ। हजुर,
यो त उहाँले विश्वास गरेर नै उहाँले फेरि पटक पटक दोहोऱ्याउनु भएको होइन। उहाँहरूको यो सम्बन्धमा चाहिँ के छ भन्दाखेरि मेरो अघिल्लो कार्यकाल जस्तो थियो उहाँहरूको भनाइअनुसार के भन्नुहुन्छ भन्दाखेरि मेरो अघिल्लो कार्यकाल जस्तो थियो म चाहिँ सिक्दै थिएँ, यो पटक चाहिँ म आफै नेतृत्व गरेर अघि बढ्छु भन्नुभएको मतलब यो मानेमा हो कि उहाँहरूले अघिल्लो दिनमा जति पनि काम गर्नुपर्ने हो विद्यार्थीको हकितको लागि त्यति चाहिँ गर्नु भएन। लगायत उहाँहरू चाहिँ अरूबाट परिचालित भएको कारणले गर्दाखेरि पार्टीबाट अथवा यो विद्यार्थी सङ्गठन भनेको चाहिँ स्वतन्त्र सङ्गठन हो, कुनै पनि दलबाट कुनै पनि व्यक्तिबाट चाहिँ परिचालित हुनु हुँदैन। तर उहाँहरू चाहिँ बढी परिचालित हुनुभएको कारणले गर्दाखेरि जति प्रगति हुनुपर्ने हो त्यति चाहिँ कामहरू हुनुपर्ने हो त्यति चाहिँ नभएको नै हो। अब अन्तिममा म के भन्न चाहन्छु भने हाम्रो जुन 3 विद्यार्थी भातृ सङ्गठनको चाहिँ हाम्रो सम्पूर्ण उम्मेदवारहरूलाई चाहिँ तपाईँहरूको विद्यार्थी साथीहरूको अमूल्य मत दिएर चाहिँ हामीलाई विजय गराउनु हुनका लागि पनि म हार्दिक अपिल गर्दछु। किन गर्दछु भन्दाखेरि हामीले भोलिको दिनमा यस क्षेत्रलाई एउटा एक तहसम्म पुर्याउन छ, यो हाम्रो दायित्व भएको कारणले गर्दाखेरि पनि हजुरहरूको अमूल्य मत हामी अपेक्षा गर्दछौँ, विश्वास गर्दछौँ।